हेलो नमस्ते, स्वागत छ कुसुम किचनमा। आज म पकाउँदैछु एकदमै मिठो र एकदमै काँडेदार सेलरोटी। सेलरोटी पकाउन एकदमै सजिलो छ। मैले पिठो तयार गर्नुभन्दा पहिला चामललाई 5 घण्टा जति पानीमा भिजाएर मिक्सरमा पिसेको। मिक्सरमा पिस्दा धेरै मसिनो पनि गराउनु हुँदैन, खस्रो खस्रो बनाउनु पर्छ। र मैले यसमा चिनी राखेँ। चिनी तपाईलाई कति मन पर्छ, गुलियो जति मन पर्छ त्यति नै राख्नु होला। र मैले 1 डारो घिउ राखेँ यसमा। घिउ चाहिँ यसमा अनिवार्य हुनुपर्छ किनकि धेरै दिनसम्म टिक्छ रोटीहरू। र यसलाई राम्रोसँग मिक्स गर्ने, सबै पिठोमा मिक्स हुने गरी घिउ र चिनी मिक्स हुने गरी यसलाई मिक्स गर्ने। र यसमा थोरै थोरै गरेर पानी राख्ने। एकपटक धेरै पानी राख्दा गिलो हुन्छ। र यसलाई यसरी पिठो मुस्ने र पिठो तयार हुँदैछ। र पिठो यतिको भइसकेपछि यसमा बेकिङ पाउडर राख्ने। यसले सेलरोटी फुलाउने काम गर्छ। अब रोटी बनाउनलाई रेडी भइसक्यो पिठो। र अब मैले रोटी हाल्दैछु। हेर्नुस् त रोटी कस्तो राम्रोसँग फुल्यो र यसमा काँडा पनि राम्रोसँग उम्रेको छ। यसलाई यतिको भइसकेपछि यसलाई अर्कोपट्टि फर्काउनु पर्छ। कस्तो राम्रो रोटी बनेको छ। फेरि मैले अर्को रोटी पनि बनाएँ। यो रोटी पनि त्यतिकै राम्रो बनेको छ। र यो रोटी पनि राम्रोसँग फुलेको छ र काँडा पनि राम्रो उम्रेको छ। यतिको भइसकेपछि रोटीलाई फर्काउने। राम्रो सेलरोटी राम्रो बनेको छ। तपाईहरु पनि यसरी नै बनाउनु होला। यसरी बनाउँदा एकदमै सेलरोटी राम्रो बन्छ र खाना पनि एकदमै मिठो हुन्छ। यदि मेरो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्नु होला। धन्यवाद।